सबैलाई नमस्कार। म राजु रेग्मी मेरो युट्युब च्यानलमा यहाँहरु सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। आज पनि एउटा नयाँ जानकारीको साथमा उपस्थिति भएको छु। आजको जानकारी रहेको छ इमेज कसरी अपडेट गर्ने भनेर। सुरु गरौँ आजको भिडियो। लागौं कम्प्युटरको स्क्रिनतर्फ। इन्टरनेट ब्राउजर ओपन गर्नुहोस् र त्यसपछाडी इमेजको emis.chrd.gov.np मा लगइन गर्नु होला। आफ्नो विद्यालयको युजर नेम र पासवर्ड राखी लगइन गर्नुहोस्। यो ड्याशबोर्ड खुल्ने छ। यहाँनेर तपाईहरुले यहाँ एउटा सूचना पनि आएको छ। विद्यार्थी विवरण अद्यापित गर्नका लागि तयारी सम्बन्धमा भनेको छ। सबै विद्यालय शैक्षिक सत्र 81 सकिएकोले शैक्षिक सत्र 82 मा लैजानको लागि गर्नुपर्ने पूर्व तयारीहरू सबै कक्षा 1-9। त्यसपछाडी सब्जेक्टिङ म्यापिङ अनि यो सूचना रहेको छ। यहाँले सुरुमा यहाँ देब्रेपट्टि साइडमा विभिन्न प्रकारको ट्याबहरू देख्नुहुनेछ, मेनुहरू देख्नुहुनेछ, सब मेनुहरू रहेको छ। सुरुमा यो स्कुल प्रोफाइल भन्नेमा जानुस्। कविलेट नाम आउनेछ। यसमा म सहमत छु भनेर एग्रीमेन्ट गर्नु होला। त्यसपछाडी बेसिक इन्फर्मेसन यहाँ सबै तपाईहरुले भर्दै जानुहोस् र सेभ बटनमा थिच्नुहोस्। त्यसपछाडी ईसीडी इन्फर्मेसनमा जानुस् र ईसीडी इन्फर्मेसनमा सबै कुराहरू भर्नुस्। यहाँनेर यति भरिसके पछाडी यहाँ सेभ बटनमा फेरि थिच्नुस्, सेभ गर्नुस् अनि म्यानेज एन्ड अदर्समा जानुस्। त्यसपछाडी यहाँ सबै कुरा एवं रीतले भर्दै 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 जानुहोस् र फेरि सेभ बटनमा थिच्नुहोस्। त्यसपछाडी टेक्स्टबुक एन्ड अदर करिकुलममा जानुस्। यहाँ पनि तपाईहरुको विद्यालयमा उपलब्ध भए अनुसार र यो फर्मले मागे अनुसार तपाईहरुले भर्दै जानुस् र सेभ बटनमा थिच्नुहोस्। यसरी सेभ बटनमा थिचिसके पछाडी यो काम भयो। अनि विद्यार्थीको यहाँनेर स्कलरशिपमा जानुपर्ने हुन्छ। त्यो भन्दा अगाडि तपाईहरुले यो प्रोफाइल भरिसके पछाडी यहाँ म्यानेज एन्ड एक्जाममा जानुस् अनि मार्क्स इन्ट्रीमा जानुहोस् र सबै विषयको 2081 छानेर यहाँनेर मार्क्स सबैको लोड गर्नुहोस्। यसरी सबै विद्यार्थीको यसरी मार्क्स इन्ट्री गर्नुहोस्। कक्षा 1 देखि कतिसम्म चलेको छ सबै विषयको मार्क्स इन्ट्री गर्दै सेभ गर्दै जानुहोस्। यति गरिसके पछाडी माथि आउनु होला र स्कलरशिपमा फेरि भर्नुपर्ने हुन्छ। स्कलरशिप 2081 इयर छान्नुहोस्। त्यसपछाडी क्लास छान्नुहोस् अनि लोड गर्नुहोस्। अब यहाँनेर देख्नुहुनेछ कुन खालको विद्यार्थीहरूले छात्रवृत्ति पाएको छ त्यो अनुसारको यहाँ तपाईहरुले चिन्ह लगाउनु होला। यसरी यहाँनेर माथि थिच्दिनु भए पछाडी पनि आउँछ। यसरी कुन हो र म्यानुअली पनि तपाईहरुले यहाँ यसरी टिक लगाउनुस् अनि यहाँ स्क्रोल सारेर यहाँ लास्टमा दाहिनेको लास्टमा एटेन्डेन्स डे रहेको छ। विद्यार्थीको उपस्थिति कति छ त्यस लेखिदिनु होला। यति गरिसके पछाडी सेभ गर्नुस्। सेभ गरिसके पछाडी तपाईहरु बल्ल अपडेट यहाँ देख्नुहुनेछ। यो अपडेटमा जानु होला। अपडेटमा गइसके पछाडी यहाँ ईसीडी देखि सबै कक्षाको एवं रीतले अपडेट गर्दै जानुस्। मैले ईसीडी यहाँ चुज गरे, लोड गरे। यहाँ हेर्न सक्नुहुनेछ पास एन्ड ट्रान्सफर, डबल प्रोमोटेड, रिपिटेड एन्ड ट्रान्सफर एन्ड ड्रप आउट यो अप्सनहरु रहेको छ। जस्तै ईसीडी मा
रहेका विद्यार्थीहरू 1 मा गयो भने पास गर्ने, सुरुमा पासमै बसिरहेको हुन्छ, यसरी पास गर्ने। यदि पास एन्ड ट्रान्सफर, पास भयो तर अन्य स्कुलमा गयो भने ट्रान्सफर गरिदिनुस्। त्यस्तै गरी डबल प्रोमोटेड, जस्तै इसिडी मा थियो 1 बाट एकैचोटि 2 मा पुर्याउनु भयो भने यसरी डबल प्रोमोटेड गर्नुस्। अनि इसिडी मै रिपिटेड भयो भने इसिडी मै रिपिटेड गर्नुस्। रिपिटेड एन्ड ट्रान्सफर, इसिडी मै ट्रान्सफर भएर गयो भने यसमा थिच्नु। त्यो विद्यार्थी स्कुलै छोड्यो भने ड्रप आउट। यसरी सबैको म्यानुअली लगाइसकेर सेभ गर्नुस्। त्यस्तै गरेर इसिडी सकिसके पछाडि यहाँ 1 कक्षा छनौट गर्नुस्। 1 को पनि त्यसरी आउनेछ। त्यस्तै गरेर यो चाहिँ यहाँनिर सबै कुराहरू नभरेकोले, मार्क्सहरू इन्ट्री नगरेकोले यहाँ यसरी आएको छ रातो कलरमा। यहाँ पहिला सबै कुरा भर्नुपर्छ अनि मात्रै आउँछ, नत्र यो रेड कलरमा आउँछ। यसरी यहाँ स्कलरसिप भरेको छैन हामीले 2 कक्षाको 1 कक्षाको, त्यही भएर विद्यार्थीहरूको उता रेड आएको छ। यहाँनिर हामीले स्कलरसिप र एटेन्डेन्स भरिसके पछाडि मात्रै उतातिर हामीले अपडेट गर्दाखेरि यो रेड कलरको आउँदैन। यहाँनिर सबै पास ट्रान्सफरको काम आउँछ। यहाँ भनिरहेको छ प्लिज इन्टर द स्कलरसिप डिटेल्स बिफोर प्रोसेसिङ फर स्टुडेन्ट अपडेट भनेको छ। तपाईहरुको पनि यसरी आउन सक्छ। पहिला स्कलरसिप, मार्क्स इन्ट्री, त्यस्तै गरेर बेसिक स्कुल प्रोफाइल भरिसके पछाडि यो आउँछ। यति गरिसके पछाडि तपाईहरुको सबै कक्षाको यहाँनिर मैले सिडीमा भने अनुसार पास एन्ड ट्रान्सफर, डबल प्रोमोटेड, रिपिटेड एन्ड ट्रान्सफर एन्ड ड्रप आउट यो म्यानुअली लगाएर सेभ गर्दै सबै कक्षाको गर्नु होला। अनि यति गरिसके पछाडि तपाईहरुको नयाँ आउने विद्यार्थीहरूलाई एड गर्नु पर्यो भने स्टुडेन्ट इन्फर्मेसनमा जाने, त्यस पछाडि 82 चुज गर्ने, क्लास चुज गर्ने। यहाँनिर यसरी क्लास चुज गर्ने, जस्तै इसिडी एड गर्ने। अब यहाँ देख्न सक्नुहुनेछ यहाँ आइसकेको छ। जस्तै क्लास चुज गर्ने, क्लासमा हामीले इसिडी 1 नर्सरी यति मात्रै हामीले एड गर्न पाउँछौं र त्यो भन्दा माथि चाहिँ हामीले एड गर्न पाउने छैन। त्यसको लागि चाहिँ स्थानीय तहको युजरबाट गर्नुपर्ने हुन्छ। जस्तै इसिडी को लागि सबै कुरा भर्ने र एड बटनमा थिच्ने। यति गरिसके पछाडि तपाईहरुको यो काम सक्छ। अनि ट्रान्सफर, स्टुडेन्ट ट्रान्सफर गरेको विद्यार्थीहरू स्टुडेन्ट ट्रान्सफर यो बटममा गएर बसेको हुन्छ। यहाँनिर क्लास चुज गर्ने, लोड गर्ने, अनि विद्यार्थीको यहाँ विवरण आउँछ। एक्सनमा गएर तपाईहरुले कुन विद्यालयमा पठाउने हो त्यो छनौट गरेर अनि तपाईहरुले ट्रान्सफर गर्न सक्नुहुनेछ। अनि त्यस्तै गरेर अन्य विद्यालयबाट आएको विद्यार्थीहरू चाहिँ स्टुडेन्ट एक्सेप्टमा बसेको हुन्छ। लोड गरेर हेर्नु होला, यसमा आएर बसेको हुन्छ। अहिले कोही पनि छैन मेरो विद्यालयको। अनि यहाँनिर आइसके पछाडि यहाँ तपाईहरुले एक्सेप्ट गर्नु होला। केही गरेर विद्यार्थीहरूको विवरण बिग्रियो, हामीले भर्दाखेरि जस्तै रिपिटेसन हुनुपर्नेमा पास भयो भने या कुनै गल्ती गरेको छ भने अन्डो अपग्रेडमा गएर विद्यार्थीहरूको यहाँ रजिस्ट्रेसन नम्बर राख्ने, त्यस पछाडि तपाईहरुले लोड गर्ने। यहाँनिर फेरि एक्सन आउँछ, त्यसलाई पहिलोकै ठाउँमा हामी पुर्याउन सक्छौं अनि पुनः त्यसलाई अपडेट गर्न सक्छौं। मैले यति कुरा यहाँहरुलाई आज भने। हजुरहरुलाई कस्तो लाग्यो सल्लाह सुझाव दिन नभुल्नु होला भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते, बाइ बाइ।